जाँदाखेरि टक्क भाडा बुझाउनु पऱ्यो होइन रुम भाडा 2 महिनाको टक्क 10,000 छ होला सायद। पहिला यहाँ राखौँ अनि यसमा भिजाउँ न त। हेलो गाइस, स्वागत छ आजको नयाँ भिडियोमा होइन। आज चट्टपारामा अहिले चाहिँ म आजको भिडियो स्टार्ट हुँदैछ टक्क होइन भातसित दाल भात। अरू त के खाने र अरू त्यस्तो मिठो केही लाग्दैन होइन। त्यही दाल भात खानुपर्छ अनि चट्टपारामा वरि खानुपर्छ। भ्याइ नहोला। अनि आज कलेज गएर आएँ। कलेज आज फोटोसोटो खिच्यो होइन। अब फेयरवेलको लागि अब एसएलसी दिने गाइज। मैले अब एसएलसी दिने के आई डोन्ट बिलिभ। मलाई आफै विश्वास लागेन। विश्वास के सिरियसै छैन क्या। म एक्जाम आए जस्तो नि लागेन। एसएलसी भन्ने जस्तो नि लागेन। 1 गतेदेखि रिपोर्ट हो त्यो पनि केही लागेन। के भएको केही पढेको नि छैन। के भएको मलाई यो कि सबैलाई यो होइन। झट्ट अब त्यही हो पारा। कति बजाएको बिहानदेखि काङ्ग्रेस एमालेको हिँडेको हिँडी छ। लास्टै गाइजहरू भर्खर उठ्यो के गर्ने। सुतेको अब सुत्न भयो। निद लाग्छ कि के गर्ने होला। अनि चट्टपारामा अहिले उठेँ होइन। कपडा भिजाउनु पऱ्यो, कपडा धुनु पऱ्यो। अब क्यारमा पर्छ कि भोलि घर जानुपर्छ क्या छुट्टी हुनु लाग्यो। अनि चट्टपारामा चाहिँ अब बिहानदेखि गएर हिँडेको हिँडी छ बाहिर होइन। कथेर नेकपा एमाले जिन्दाबाद, कथेर काङ्ग्रेस जिन्दाबाद भन्दै हिँड्यो। अनि के गरेर यिनी पार्टीले यत्र वर्षसम्मै यिनी यसैको पछि हिँडेन त थाहा भएन। सबको आफ्नो इच्छा। म के बोल्न चाहेन र फेरि आयो अर्को। सूर्यमा भोट हाल्ने अरे छे। विदेशीले फाले अरे देश। हेर त कस्तो के सम्म गर्न सक्छन् अब होइन। चट्टपारामा पछि भेटौँ होला। सो गाइस, अहिले चाहिँ म चट्टपारामा बाहिर जाँदैछु। रेन चोकतिर टक्क ठुलो क्या होइन। अनि उठे भर्खरै उठे। यस्तो भइया यस्तै छ जिन्दगी के गर्नु छ र। यो अस्ति ल्याएको मास्क अहिलेसम्म उस्तै हो। न युज गरेको न केही गरेको। हस्पिटल जाँदाले लगाएको थिएँ। हस्पिटलमा लगाएँ होइन। कस्तो देखिन्छ म मास्क लगाउँदा। टक्क यसो पार्ने। एउटा हातले मास्क लगाउँछ है त। एउटा हातले मास्क लगाउँछ है। ओइ मेरो मुखै ढाकिन्छ। मेरो मुखै ढाकिँदो रहेछ। हेर दाइ त हेर। तर लगाउन म चस्मा राम्रो लाग्दैन। हम अनि आयो। कपडा पनि धुन छ। के गर्ने के आइसकेँ। गाई छ बिचरा
कस्तो राति यहाँ सुनसान छ क्या हरेक कुकुर मात्र छन् लास्टै कुकुर छन् यहाँ अहिले चाहिँ मैले ट्याक्क भाडामा झरेर आएँ होइन अब हे उल्टे सिस्टम छ क्या बेलुकी भाडा मान्ने बिहान कहाँ पनि बेलुकी चाहिँ मान्ने होइन अल्छी अब त्यही भनौँ चट्ट लाएर अब चाहिँ म वर्कआउट गर्न जान्छु होइन अब वर्कआउट गर्नुपर्छ ज्यान त थोरै भयो नि देख्ने लायकको त बनाउन पऱ्यो भनेको यहाँ पारेर ल म जान्छु है त जाँदाखेरि टक्क भाडा बुझाउनु पऱ्यो होइन रुम भाडा 2 महिनाको टक्क 10,000 छ होला सायद होइन 4 5 6 7 8 9 अनि अब टक्क 1,000 थपेर 10,000 बनाइदिन्छु सो साथीहरू म चाहिँ अहिले वर्कआउट गरेर आइसकेको छु होइन चट्ट देख्न सक्नुहुन्छ तर आज यसको गरेको होइन चेस्टको गरेको चट्ट चेस्ट र लेग चट्ट होइन अझै म कपडा धुन जान्छु कपडा भिजाएर धुनुपर्छ भोलि म घर जाने भयो होइन टक्क फिक्स भयो भोलि म घर जान्छु दिउँसो त्यो भिडियो हेर्नु होला बुटोल टु अर्घाखाँची गएर दामी दामी भ्यू देखाउनु जाने बाटाको भ्यू देखाउँछु उहाँ गएर त जाँदा डुल्दिनँ होला होइन ल ठिकै छ नि त हुन्छ नि त ल ल ल ल ल ल ल ठिकै छ नि त ल हुन्छ ल है त गाइस यति कपडा धुने होइन भिजाउन आउनु पर्यो पहिला त भिजाउन पर्यो कपडा अनि गर्न होला धुन होला पखाल्न होला बाहिर रात परिसक्यो भ्यू चाहिँ यस्तो छ कहुन बाल्टीमा भिजाम है पहिला यहाँ राखौँ अनि यसमा भिजाम न त जस्तो पारामा भिजाउने यति भए हुन्छ होला पारामा कपडा भिजाउने लाइट लगाउनु अब यहाँ चाहिँ यता कफी निस्किन्छ हरेक दामी यताको भ्यू यहाँ रुख छ यहाँ लिचीको बोट छ यहाँ चाहिँ अलिक थोरै नदेखाउनु त्यस्तो ल यति भए पुग्छ होला यति भए पुग्छ हल्का हातले गोलम सिक्नु है त सिक्नु हातले गोल्ने अनि यस्तो राखेर यहाँ राख्ने पैसा त छैन भिखारीको कहाँ हुन्छ छैन पैसा चेक गर्नुपर्छ कि थाहा हुन्न केमा हुन्छ अनि लास्टै गाह्रो छ अब यसलाई यस्तो पारेर निचुनी भोलि लाएर जाने हो हुन त लाउनलाई त छ फेरि त्यही नि मैले कपडा के लिएर जाने होइन टक्क यहाँ पखालौँ भिज्दै गर्छ यसो भित्र जाऊँ होइन यसो भित्र जाऊँ यस्तै छ चल्ली ल है त